पासा खेलौँ कि जस्तो लागिरहेछ। के छ तिम्रो विचार? मलाई त पासा खेल्नै आउँदैन। कसरी खेल्छन् मलाई सिकाइदिन्छ हजुरले? ल अवश्य सती, अब मलाई सिकाइदिए म आज जस्तै खेल्छु। आज तिमीलाई म पासा खेल्न सिकाउँछु है त। हुन्छ सर, ल हुन्छ। अब त तल बसेर खेल्ने है त। हस्, हुन्छ। ल सती, हजुर, अब मैले पहिलो धाउमा चाहिँ मेरो यो त्रिशुललाई चाहिँ राख्छु है त। यदि तिमीले जित्यौ भने यो त्रिशुल चाहिँ तिम्रो हुन्छ है त। ए मैले जितेँ भने यो त्रिशुल पनि मेरो हो अनि हजुरले के रिलेसन छ नि फेरि? होइन के भने तिम्रो भए तापनि मेरो भए तापनि एउटै हो। ल हात अगाडि बढाऊ। हस्, ल हात तल राख। ल अब हातलाई यता तल घुम्नु। ए यसरी हो? ल ल यसरी घुम्छौ त। फेरि तिमीले जित्यौ नि त। ए मैले जितेँ? ल त्रिशुल तिम्रो भयो। मैले स्वामी। हो अब पख है त। अब के रिलेसन छ हजुरले अर्कोचोटि? यो मेरो डम्बरू छ नि, यो डम्बरू राख्छ है त। एकदम मरो राखिसिन्छ। ल यो डम्बरू पनि जित्यो भने तिम्रो हुन्छ है त। हस्, ल हस्, फेरि अब तिमीले हार्यौ भने त्रिशुल मैले फिर्ता ल्याउँछु है। हस्, हस्। ल फेरि अहिलेको जस्तै हात तल राख। ल अब घोप्टो घोप्टो। ल ओहो ल हेर। मैले नै जितेँ रहेछु त। ल यो डम्बरू पनि तिमी नै जित्यौ। यो डम्बरू त मेरो भयो, त्रिशुल त मेरो भयो। अब के राखिसिन्छ हजुरले? अब एकछिन पख के गर्ने त? अब के राखिसिन्छ हजुरसँग त केही छैन, सबै मैले जितिसकेँ हजुरको। हो सती हो, सबै तिमीले जितिसक्यौ। त्यही त भने स्वामी, स्वामी, ए सुन, त्यो आकाशमा कति कहाँबाट लागेको? ओहो सतीलाई कसरी भयो कि आज उसको पिताले विशाल एक विकट दबाव गरेको छ भने फेरि जित गर्ने केही पनि होइन सती, केही पनि होइन। अब हामी यज्ञको प्रारम्भ गरौँ। आज त यति धेरै विमानहरू आकाशबाट उडिरहेको छ। के हुन लागेको? को हो? कहाँ जान लागेको छ नि? मलाई त केही पनि थाहा छैन सती, तिमीसँग अघिदेखि पासा खेलिरहेको छु। अब यी विमानहरू कहाँ जान लागे हुन्, के गर्न गएको हुन्, केही पनि थाहा छैन। तिमी आफै निहालेर हेर न सती। हजुर त झुट बोल्दै हुनुहुन्छ मसँग। हजुर त दीर्घदर्शी हुनुहुन्छ। हजुरलाई त पहिले नै सबै कुरा थाहा हुन्छ। बताइछु मलाई जसरी भए पनि चाहियो भनेपछि चाहियो चाहियो। होइन सती, मलाई केही पनि थाहा छैन। यी विमानहरू कहाँ जाँदैछन्, केका लागि जाँदैछन्, यी कुरा मलाई थाहा छैन। मात्र म अघिदेखि तिमीसँग भुलिरहेको छु। होइन सती, तिमी जित नगर, मलाई केही पनि थाहा छैन। कसरी भन्छ भयो छोडा यो कुरा। आऊ साथी, तिमीलाई कसरी भन्ने कि आज तिम्रो पिताले आज ठुलो यज्ञको आयोजना गर्नुभएको छ। यति यज्ञमा चाहिँ सारा 33 कोटी देवी देवताहरूलाई चाहिँ उहाँले निमन्त्रण गर्नुभएको छ। उहाँका सारा छोरी ज्वाइँलाई चाहिँ उहाँले निमन्त्रण गर्नुभएको छ। परन्तु आज हामीलाई उहाँले बोलाउनु भएको छैन। त्यही भएर तिमीलाई बोलाउनको लागि मैले यहाँ पासा खेलिरहेको थिएँ सती। तर मैले भन्न पनि सकिनँ कि आज तिम्रो पिताको राज्यमा चाहिँ ठुलो यज्ञ हुँदैछ भनेर। अनि स्वामी, मेरो माइती घरमा मेरो पिताश्रीले ठुलो